Welcome to the training session for नयाँ पुरानो exchange. First of all, नयाँ पुरानो टिमले हजुरको WhatsAppमा वेब पोर्टलको लिंक, हजुरको स्टोरको लगइन आइडी र पासवर्ड पठाएको छ। मेसेजमा प्रोवाइडेड पोर्टलको लिंकमा क्लिक गरी आफ्नो लगइन इन्फर्मेसन फिल गर्नुहोस् र लगइन गर्नुहोस्। लगइन गरेपछि हजुरले यहाँ क्यूआर देख्नुहुन्छ। यो क्यूआर हजुरले कस्टमरलाई स्क्यान गराउनु पर्ने हुन्छ नयाँ पुरानो एक्सचेन्ज एपबाट। हाम्रो एक्सचेन्ज प्रोसेस दुईटा पार्टमा डिभाइडेड छ। पार्ट 1, कस्टमरले नयाँ पुरानो एक्सचेन्ज एप डाउनलोड गरी आफ्नो डिभाइसको भ्यालुएसन निकाल्ने, र पार्ट 2, स्टोर इन्चार्जले एक्सचेन्ज पोर्टल युज गरी प्रोसेसलाई कम्प्लिट गर्ने। सो लेट्स बिगिन विथ पार्ट 1। नयाँ पुरानो एक्सचेन्ज एप डाउनलोड गर्नुहोस्। It is available on both App Store and Google Play Store. Make sure कि हजुरको डिभाइस वाइफाई सँग कनेक्टेड छ र एपले मागेको सबै पर्मिसन अलाउ गर्नुहोला। नयाँ पुरानो एक्सचेन्ज एप खोलेपछि डिभाइसको IMEI नम्बर हाल्नुहोला। IMEI चेक गर्नलाई सर्टकट छ *#06# डायल गर्नुहोला। हजुरलाई स्क्रिनमा IMEI देखाइदिन्छ। IMEI हालिसकेपछि स्क्यान क्यूआर कोडको अप्सनमा क्लिक गर्नुहोला। त्यसपछि हजुरको पोर्टलमा लगइन गर्दाखेरि जुन क्यूआर तपाईले हेर्नुभयो त्यो क्यूआर कस्टमरको फोनबाट स्क्यान गराउनुहोला वाया नयाँ पुरानो एक्सचेन्ज एप। क्यूआर स्क्यान भएपछि अटोमेटेड टेस्टहरू स्टार्ट हुन्छ। सो फर्स्टमा छ हाम्रो डेड पिक्सल टेस्ट। स्टार्ट क्लिक गरेपछि हजुरले कलरफुल ब्याकग्राउन्ड देख्नुहुन्छ। यदि स्क्रिनमा केही स्पट्स वा पिक्सेलेटेड छ भने हजुरले यो टेस्टमा हेर्नुहुन्छ। इफ कुनै स्पट्स देख्नु भएन भने नोमा क्लिक गरी नेक्स्ट टेस्टमा जानुहोला। अब टच स्क्रिन टेस्ट। स्टार्ट टेस्टमा क्लिक गरी आफ्नो औलाले स्क्रिनमा देखाएको एनिमेसन जस्तै सबै स्क्वायर्सलाई फिल गर्नुहोला। स्पिकर टेस्ट। फोनलाई कानमा लगाएर स्टार्ट टेस्ट क्लिक गर्नुहोला। हजुरले 5 to 6 सेकेन्ड्समा 4 डिजिटको कोड सुन्नुहुन्छ। त्यो कोड हालेर नेक्स्ट स्टेपमा जानुहोला। माइक्रोफोन टेस्ट। स्टार्ट क्लिक गरेर माइक्रोफोन नजिक बोल्नु होला। हजुरले 4 to 5 सेकेन्ड्स जति बोल्नु पर्ने हुन्छ। त्यसपछि टेस्ट क्लियर भइसक्यो हुन्छ। अब नेक्स्ट इज स्क्रिन रोटेसन। स्टार्ट टेस्टमा क्लिक गरी स्क्रिनलाई रोटेट गर्नुहोला। मेक श्योर कि हजुरको स्क्रिनको रोटेसन अनमा छ। अब प्रोक्सिमिटी सेन्सर। फोनको फ्रन्ट क्यामेरालाई एनिमेसनमा देखाएको जस्तै छोप्नु होला। इफ यसले काम भएन भने फोनलाई कानमा लगाउनु होला। अब हार्डवेयर बटन्स। भोल्युम अप र डाउन कीलाई क्लिक गर्नु होला। एन्ड्रोइडको टेस्टमा ब्याक बटनको पनि अप्सन आउँछ, सो त्यो हेर्नु होला। अब क्यामेरा। हजुरको ब्याक क्यामेरा र फ्रन्ट क्यामेरा दुईटैबाट फोटो खिच्नु होला। यसले क्यामेरा वर्किङ कन्डिसनमा छ कि छैन त्यो चेक गर्छ। नेक्स्ट वी हेभ बायोमेट्रिक्स। अथेन्टिकेटमा क्लिक गरी आफ्नो फिङ्गरप्रिन्ट वा फेस आइडी हालेर नेक्स्ट गर्नु होला। वाइफाई टेस्ट। मेक श्योर कि हजुरको डिभाइस राम्रो र स्टेबल वाइफाई कनेक्सनमा कनेक्टेड छ। अब ब्लुटुथ टेस्ट। बिगिन टेस्ट क्लिक गरेर प्रोसेस अगाडि बढाउनुहोस्। मेक श्योर गर्नुहोला हजुरको डिभाइसको ब्लुटुथ चाहिँ अनमा छ। अब हजुरले टेस्टको समरी हेर्न सक्नुहुन्छ। अब एपले सर्टेन क्वेसन सोध्छ डिभाइसको फिजिकल कन्डिसनको बारेमा। नम्बर 1, मेन डिस्प्ले वा LCD। डिस्प्ले चेन्ज छ कि फुटेको छ कि ठिक छ त्यो डिभाइस हेरी अप्सनको हिसाबले फिल गर्नुहोस्। केही कन्फ्युजन भएमा साइडमा प्रेजेन्ट आई बटन युज गरी सबै कन्डिसन्सको फोटो हेर्न सक्नुहुन्छ। अवेलेबल एक्सेसरिज केही पनि छैन भने नन अफ द अबभ क्लिक गरी अगाडि बढ्नु होला। वारेन्टी क्लेम गर्न हजुरसँग ओरिजिनल भ्याट बिल चाहिँ हुनैपर्छ। बिल छैन भने नट एभाइलेबल क्लिक गरेर अगाडि बढ्नु होला। ब्याक प्यानलमा केही ड्यामेज स्क्रचेसहरू केही छ भने त्यही हिसाबले फिल गर्नु होला। केही कन्फ्युजन परेमा हजुरले आई बटन युज गरी फोटोज हेर्न सक्नुहुन्छ। नेक्स्ट अदर बटन्स। साइड बटन्सहरू छ कि छैन त्यो हेरेर त्यहाँ मेन्सन गरिदिनु होला। साइड बेजल। डिभाइसको बडीमा केही ड्यामेज वा स्क्रचेस छ कि क्र्याक नै छ त्यो मजाले चेक गरेर मेन्सन चाहिँ गरिदिनु होला अप्सनबाट। केही कन्फ्युजन भएमा साइडमा प्रेजेन्ट आई बटन युज गरी सबै कन्डिसन्सको फोटो हेर्न सक्नुहुन्छ। क्यामेरा ग्लास। क्यामेरामा केही इस्यु छ वा धुलो छ कि स्क्रच छ त्यो मजाले हेरेर त्यहाँ मेन्सन गरिदिनु होला। स्क्रिन ग्लासमा केही स्क्रचेस वा ड्यामेज त्यसको बारेमा हेरेर मजाले चेक गरी फिल गरिदिनु होला। रिपेयर हिस्ट्री। यो डिभाइस पहिला कहीँ रिपेयर भएको छ कि छैन त्यो हजुरले यहाँ मेन्सन गरिदिनु पर्ने हुन्छ यस अर नोमा। MDMS रेजिस्ट्रेसनको स्टेटस। डिभाइस MDMS मा दर्ता छ कि छैन त्यो चेक गर्नु होला। ब्याट्री हेल्थ।
डिभाइसको ब्याट्री हेल्थ कति छ त्यो सेटिङ्समा हेरेर अकर्डिङली नि एन्सर गर्नु होला। अब आफ्नो कन्ट्याक्ट डिटेल्स जस्तै नाम, मोबाइल र इमेल आइडी फिल गर्नु होला। त्यसपछि हजुरले स्क्रिनमा टेस्टको समरी र भ्यालुएसन हेर्न सक्नुहुन्छ। केही टाइम पक्नु होला। डेटा सर्भरसँग सिङ्क भएपछि हजुरलाई एपमा नोटिफिकेसन पनि आउँछ। जबसम्म डेटा सिङ्क भएको छैन तबसम्म एपलाई बन्द नगर्नु होला। नाउ इट्स टाइम फर पार्ट 2। पोर्टल लगइन गर्नुभएको फोनमा टप लेफ्ट साइडमा मेन्यु बटन छ, त्यो क्लिक गर्नु होला। यहाँ हजुरले 4 वटा फिचर हेर्न सक्नुहुन्छ। फर्स्ट इज ड्यासबोर्ड, नम्बर 2 भ्यू सेसन, नम्बर 3 रिपोर्ट डाउनलोड्स, नम्बर 4 भ्यू अर्डर। सो फर्स्ट हामी ड्यासबोर्डको बारेमा हेरौँ। हजुरको स्टोरमा करेन्टली टेस्ट भइरहेको डिटेल्स यहाँ माथि हजुरले एक्टिभ सेसन अनगोइङ डायग्नोस्टिक्समा हेर्न सक्नुहुन्छ। जुन कस्टमरले करेन्टली चेक गर्दै हुनुहुन्छ त्यसको जानकारी यहाँ देखाउँछ। र कम्प्लिट भइसकेको यहाँ तल एक्टिभ सेसन कम्प्लिट डायग्नोस्टिक्समा देखाउँछ। जस्तै यहाँ हेर्न सक्नुहुन्छ भर्खर नै हामीले टेस्ट गरेको डिभाइसको डिटेल्स यहाँ देखाइरहेको छ। अब भ्यू सेसनमा क्लिक गरी कस्टमरले के डिटेल्स हाल्नु भएको छ त्यो हेर्न सक्नुहुन्छ। रिजल्ट्समा हेर्न सक्नुहुन्छ समरी अफ टेस्ट्स, कुन टेस्टमा पास भयो, कुन फेल भयो, कुनै टेस्ट स्किप भएको छ कि त्यसको जानकारी हजुरलाई समरीमा देखाउँछ। अब हजुरले कस्टमरको डिभाइस फिजिकली भेरिफाई गर्नुपर्ने हुन्छ कि पोर्टलमा देखाएको कन्डिसन र एक्चुअल कन्डिसन म्याच गर्दैछ कि छैन। जस्तै हजुरले भेट्नुभयो कि ब्याक प्यानलमा धेरै नै स्क्रैचेस रहेछ तर कस्टमरले फललेस मेन्सन गर्नुभएको छ भने हजुरले म्यानुअली नै यसलाई चेन्ज गर्न सक्नुहुन्छ। हेभिली स्क्रैचेस र 2-3 माइनर स्क्रैचेसमा हालेर र त्यसपछि क्यालकुलेटमा क्लिक गरी हजुरले न्यू कोटेसन त्यहीँ हेर्न सक्नुहुन्छ। फाइनल अफर कस्टमरले अग्री गरिसकेपछि हजुरले कस्टमरको आइडी जस्तै एनआइडी, नागरिकता वा भ्यालिड ड्राइभिङ लाइसेन्सको फोटो हाल्नुपर्ने हुन्छ। एपले मागेको सबै डकुमेन्ट्सको फोटो हाल्नुपर्ने हुन्छ। इन टोटल आइडी पछि हजुरले 4टा फोटो अझै हाल्नुपर्ने हुन्छ। नम्बर 1 इज डिभाइसको IMEI को फोटो, यो कन्फर्म गर्नको लागि कि चेक भएको डिभाइस र एक्सचेन्ज हुने डिभाइस सेम नै हो। नम्बर 2 डिभाइसको ब्याक प्यानलको फोटो। नम्बर 3 डिभाइस रिसेट भएपछि सबै अकाउन्ट लग आउट भइसकेको छ त्यसको फोटो हाल्नुपर्ने हुन्छ। लास्टली डिभाइस MDMSमा रेजिस्टर्ड छ कि छैन त्यसको फोटो हजुरले हाल्नुपर्ने हुन्छ। सबै अपलोड भएपछि गो अहेडमा क्लिक गर्नु होला। अब यहाँ हजुरले डिभाइस कुन कलरको हो त्यो सेलेक्ट गर्नु सक्नुहुन्छ। यहाँ हजुरले हेर्न सक्नुहुन्छ कि ट्रेडिङको डिभाइसको नेम, मोडल, भ्यालुएसन अमाउन्टहरू सबै यहाँ डिस्प्ले भइरहेछ। यसको जस्ट तल हजुरले ट्रेडिङ भाउचरको बक्स हेर्न सक्नुहुन्छ। हाम्रो अफरहरू चलिरहेकै हुन्छ। सो केही अफर छ भने नयाँ पुरानो टिमले हजुरलाई भाउचर्स प्रोभाइड गरिदिन्छ। जस्ट बिलो दिस हजुरले ट्रेड अप डिभाइस यो हजुरले म्यानुअली आफै सेलेक्ट गरेर फिलअप गर्नुपर्ने हुन्छ। ब्रान्डको फोन लिनुभयो, कुन मोडल लिनुभयो त्यो हजुरले सेलेक्ट गरेर मेन्सन गरिदिनु होला। अब प्लेस अर्डरमा क्लिक गर्नु होला। हजुरको रिसिप्ट जेनेरेसनको प्रोसेस स्टार्ट हुन्छ। रिसिप्टमा हजुरको स्टोरको डिटेल्स, कस्टमरको कन्ट्याक्ट डिटेल्स, कतिमा एक्सचेन्ज भएको छ, कुन फोन एक्सचेन्ज भएको छ, कस्टमरले एक्सचेन्ज गरेर कुन फोन लग्नुभयो त्यो सबैको डिटेल्स हजुरलाई रिसिप्टमा देखाइदिन्छ। यो रिसिप्ट हजुरले प्रिन्ट गरेर कस्टमरसँग साइन गराउनु पर्ने हुन्छ। लास्टली हाम्रो यो डिक्लेरेसन फर्म साइन गराउनु पर्ने हुन्छ जसमा यो मेन्सन छ कि यो डिभाइस कस्टमरको आफ्नो डिभाइस हो र चोरी चकारीको डिभाइस होइन। यो ब्याङ्क डिटेल्सको पार्ट हजुरले स्किप गर्न सक्नुहुन्छ किनभने पेमेन्ट हामीले डिरेक्टली अर्गनाइजेसनलाई गर्ने हो, कस्टमरलाई होइन। यो फर्म फिलअप गराएर कस्टमरको सिग्नेचर र ल्याप्चा लाउनु पर्ने एकदम म्यान्डेटरी हुन्छ। सो द्याट ब्रिङ्स अस टु द क्लोज अफ दिस ट्रेनिङ सेसन। हजुरहरू पनि डिफ्रेन्ट डिभाइसेसमा ट्राई गर्नुहोला। केही समस्या परेमा हाम्रो सपोर्ट नम्बरमा कन्ट्याक्ट गर्नुहोला। थ्याङ्क यू।